यस्तो नउखालिने खालको झार डुबो क्या पुरै त्यसलाई चाहिँ हँसियाले काटेर निकाल्नु पर्यो। सिमी त कुनै कुनै मरेछ त धेरै डुबो थियो। यो फल्नु आँटिरहेछ है हाम्रो खोर्सानी चाहिँ, यो बोडीहरू पनि फल्नु आँटेको छ। अब यस्तो बल्ल बल्ल तर ढेकेरै पानी चाहिँ फुलमा हालेका छौँ। संस्कार गर्नुपर्छ यसको। त्यहाँनिरै फेरि हाम्रो बोडी बसेको छ क्या, बोडीको टुक्रा निकाल्नु भएको। सिस्नोको दाहा संस्कार गर्दै है साथीले। यस्तो छ कास फुलेर कस्तो भइरहेछ। उता चाहिँ खेतहरू हाम्रो फाइनल्ली यति थोरै चाहिँ काटेको, यतिसम्म चाहिँ यता पनि यति काटेको। गोडमेल चाहिँ भइसक्यो। अब पानी लाउने, सिमी, धनियाँ, काँक्रा, खोर्सानीले पानी लाउने मात्रै काम छ। अब गोडेपछि त राम्रो देखिने। बिचमा धनियाँ छ, सिमीहरू सबै गोडिसकेको। अनि उता पनि काटेको अलिकति। अब यता बाँकी नै छ। आजलाई यति नै। आगो फुकेर आलु पकाएको। के गर्नु साथीहरू, ग्यास सकिहाल्यो क्या। अहिले ग्यासको सर्टेज छ। हाम्रो अर्ग्यानिक खाजा आलु, खोर्सानी, पिसेको खोर्सानी अनि चिउरा यता छ। यहाँनिर प्याज पनि जिउँदैछ है। यहाँनिर प्याज जिउँदैछ, खोर्सानी पनि जिउँदैछ। सिलौटा पनि थिएन क्या। अनि खोर्सानी पनि जिउँदैछ, प्याज पनि जिउँदैछ। आलु हेर्नु है साथीहरू, चिउरा, नुन खोर्सानी जिउँदै, प्याज पनि जिउँदै।